आईपीओ भर्ने क्रममा म्युचुअल फन्डको आईपीओ भर्नु भएको छ र म्युचुअल फन्ड भनेको के हो, कुन म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्जबाट किन्न बेच्न मिल्छ र कुन म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्जबाट किन्न बेच्न मिल्दैन, यी प्रश्नहरूको उत्तर सुन्नका लागि भिडियो पूरा हेर्नुहोस्। म्युचुअल फन्ड भनेको धेरै लगानीकर्ताबाट पैसा सङ्कलन गरेर त्यसलाई एसेट म्यानेजमेन्ट कम्पनीले विभिन्न वित्तीय उपकरणहरूमा लगानी गर्ने व्यवस्था हो। म्युचुअल फन्डले सामान्यतया शेयर, डिबेन्चर, निश्चित निक्षेप, सरकारी ऋणपत्र, ट्रेजरी बिल तथा अन्य मुद्रा बजारका उपकरणहरूमा लगानी गर्छ। यसरी विभिन्न क्षेत्रमा लगानी गरिने भएकाले लगानीकर्ताको रकम डाइभर्सिफाइड पोर्टफोलियोमा व्यवस्थापन हुन्छ, जसले जोखिमलाई केही हदसम्म घटाउन मद्दत गर्छ। नेपालको पुँजी बजारमा मुख्यतः दुई प्रकारका म्युचुअल फन्ड सञ्चालनमा छन्, क्लोज्ड एन्डेड म्युचुअल फन्ड र ओपन एन्डेड म्युचुअल फन्ड। क्लोज्ड एन्डेड म्युचुअल फन्ड निश्चित अवधिका लागि सञ्चालन हुने लगानी योजना हो जसमा निश्चित परिपक्वता मिति हुन्छ। सुरुवातमा निश्चित संख्यामा युनिट्स जारी गरिन्छ र ती युनिट्स पछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा किन्न बेच्न सकिन्छ। त्यसैले यस प्रकारको म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्ज मार्फत बेच्न वा किन्न सकिन्छ। यस प्रकारको फन्ड नेपाल धितोपत्र बोर्डका नियम तथा निर्देशन अनुसार सञ्चालन हुन्छ र फन्डको वास्तविक मूल्य देखाउन खुद सम्पत्ति मूल्य नेट एसेट भ्याल्यु प्रकाशित गरिन्छ। अवधि समाप्त भएपछि फन्ड बन्द हुन्छ र लगानीकर्तालाई सम्पूर्ण सम्पत्ति लिक्विडेसन गरेर एनएभी अनुसार रकम फिर्ता गरिन्छ। नेपालमा सञ्चालन भएका क्लोज्ड एन्डेड म्युचुअल फन्डका उदाहरणहरूमा एनएमबी 50, सिद्धार्थ इक्विटी फन्ड र एनआईसी एसिया ग्रोथ फन्ड पर्छन्। अर्कोतर्फ ओपन एन्डेड म्युचुअल फन्डमा कुनै निश्चित परिपक्वता मिति हुँदैन र यो शेयर बजारमा सूचीकृत पनि हुँदैन। त्यसैले यस प्रकारको म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्जबाट किन्न वा बेच्न मिल्दैन। लगानीकर्ताले युनिट्स सिधै सम्पत्ति फन्ड व्यवस्थापन कम्पनी मार्फत किन्न वा बेच्न सक्छन्। यसमा लगानीकर्ताको माग अनुसार युनिट्सको सङ्ख्या बढाउन वा घटाउन सकिन्छ र युनिट्सको मूल्य सामान्यतया खुद सम्पत्ति मूल्य एनएभीको आधारमा निर्धारण हुन्छ। नेपालमा सञ्चालन भएका ओपन एन्डेड म्युचुअल फन्डका उदाहरणहरूमा एनआईबीएल सहभागिता फन्ड, एनआईसी एसिया डाइनामिक डेट फन्ड र एनएमबी सरल बचत फन्ड यी रहेका छन्। शेयर बजार सम्बन्धी यस्तै आधिकारिक जानकारीका लागि हाम्रो अफिसियल अकाउन्ट श्रीहरि सेक्युरिटिज प्राइभेट लिमिटेडलाई फलो गर्न नबिर्सनुहोस्।